नेपालीमा डरलाग्दो कथा र घटना भन्ने च्यानल रियल हरर टेल्सलाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकनलाई थिच्न नभुल्नुहोस्। मेरो नाम रमेश राई हो। म काठमाडौँको कारागारीमा डेरा गरी बस्दै आएको थिएँ। त्यही कारागारीमा बस्दा एउटा पत्याउनै नसकिने कहाली लाग्दो घटना घट्न पुग्यो। कुरो 71 सालतिरको हो। म बसेको घरमा आफ्नो आफन्त आउने भनी घरबेटीले हामीलाई अर्को कोठा खोज्न आग्रह गर्नुभयो र मैले पनि एउटा टहरो धेरै समयदेखि खाली भएको कुरा सुने र कोठाको भाडा पनि अरूतिर भन्दा सस्तो छ भनेपछि म त्यही कोठामा बस्ने निर्णय गरेँ। जब म त्यो टहरोमा गएँ त्यहाँ त अलौकिक शक्ति भूत पिचास पो बस्ने रहेछ। हाम्रो परिवारमा चाहिँ 3 जना बस्थ्यौँ, मेरो श्रीमती, छोरा र म। हामी त्यो टहरामा सरेको दिन बाहिर पनि सरर सरर गर्दै हिँडे जस्तो आवाज पनि आइरहेको नै थियो। कहिले त टोइलेट पनि खोले जस्तो आवाज गर्थ्यो। होइन, यहाँ के छ, को आए जस्तो छ, मान्छे आउँछ कि के हो भन्दै 2-3 चोटि बाहिर आएर त हेरे, कोही नभएपछि के हो हिँडेको जस्तो मात्र गर्छ त, फेरि कोही छैन भन्दै नै भित्र पसे। त्यो रात सामान्य नै भयो। भोलि पनि फेरि त्यसरी नै ढोका खोले जस्तो हिँडे जस्तो गरिरह्यो। यो कुरा पहिला त सामान्य नै लिएर वास्ता नगरी बसिरहेको थिएँ। तेस्रो दिन हामी सुतिरहेको अवस्थामा मेरी श्रीमती झट्ट बिउजी हालेछन्। त्यति बेला त उसको आँखामा एउटा यस्तो दृश्य देखा पर्यो कि झन्डै सातो नै खाइदिएको रहेछ नि। मेरो श्रीमतीले हत्तपत्त मलाई चिमट्दै सानो सानो स्वरमा रमेश रमेश भन्दै बोलायो। मैले भने, किन, के भो? हेर न, त्यहाँ हाम्रो किचनमा त खाना पो पकाइरहेको छ त, एउटा आइमाईले भन्दै सुनाई। मैले यसो किचनमा आँखा लगाएको केही पनि नदेखेपछि, हेत्तेरी, सुत, केही होइन, खै कहाँ छ, मैले त देखिनँ, नहुने कुरा भन्दै सुते। मैले त्यति कुरा गरेपछि मेरी श्रीमती पनि डराउँदै डराउँदै मलाई च्याप्प पक्रेर पो सुत्यो। अनि भोलि बिहान मैले हिजो एउटा आइमाईलाई देखेको हो के रमेश भन्दै जिद्दी नै गरिरह्यो। म चाहिँ भूत पिचासमा खासै विश्वास नगर्ने भएकोले वास्ता नै गरिन। यसरी नै दिन बित्दै गइरहेको थियो। सधैँ मान्छे हिँडे जस्तो चाहिँ गरि नै रहन्थ्यो, तर मेरी श्रीमतीले जहिल्यै यहाँ कस्तो तर्साएको रमेश, तपाईँलाई थाहा हुँदैन भनिरहन्थ्यो। मैले उसको कुरालाई वास्तै नगरी बसिरहेको थिएँ। एक रात मेरी श्रीमती, म छोरासँग बिचमा सुत्छु है रमेश, हजुर चाहिँ छेउमा सुतिदिनु है, मलाई धेरै नै डर लाग्यो भनेपछि, हुन्छ, खै मैले त आजसम्म भूत पनि देखेको छैन, नहुने कुरा भन्दै म खाटको छेउतिर, श्रीमती र छोरा चाहिँ कुना र बिचमा सुतियो। म चाहिँ किचनपट्टि फर्केर सुतिरहेको नै थिएँ। त्यस्तै 12-1 बजेको थियो होला। छ्याक्क छ्याक्क सर्याक सर्याक गर्दै आवाज आएको जस्तो पो सुने। निन्द्रैमा मेरो त आँखा पनि
झट्टै खुलिहाल्यो। म किचनपट्टि फर्केर सुतेको भएर मेरो आँखा किचनमै परिहाल्यो। यसो हेरेको त एकजना महिला पो खाना बनाउँदै गरेको देखे। होइन के हो, के भइरहेको छ मेरो आँखा भन्दै आँखा पुछेर हेरेको, फेरि पनि त्यो आइमाई त त्यही नै थियो। माथिदेखि तलसम्म एउटै लुगा लगाएको जस्तो देखिरहेको थियो। अनि मैले होइन के हो यो, को हो भनेको त त्यो मान्छे त एक्कासी कता गयो कता। त्यसपछि बुढीलाई उठाएर भने, ए कान्छी उठ उठ, आज यहाँ एउटा आइमाई थियो, खाना पो बनाउँदै गरिरहेको थियो। भनेको त बुढीले भन्यो, मैले जहिले देख्थे पत्याउनै हुँदैन। यहाँ भूत आत्मा बस्दो रहेछ कि के हो रमेश, यहाँ बस्नु राम्रो छैन जस्तो छ भन्दै हामी गफ गर्दै बसिहाल्यौँ। फेरि त्यतिकैमा गफमा हामी फेरि सुतिहालेछौँ। यसरी नै दिन बित्दै गयो। केही दिनपछि मेरो छोरा पनि बिरामी पो हुन थाल्यो। बिरामी पनि यस्तो भयो कि यस्तो अचम्मको थियो कि पत्याउनै गाह्रो भइरहेको थियो। त्यो रात बिहिबारको रात थियो। म कामबाट फर्केर खाना खाएपछि छोराले त अनौठो क्रियाकलाप पो देखाउन थाल्यो। आयो बाबा, समाउन आयो भन्ने, अनि चिच्याई रोइ नै रहने गर्यो। जसो तसो त्यो रात पनि नसुती त्यतिकै बसेर भगवान जप्दै ओज्यालो भयो। बिहान भएपछि माता खोज्दै माता कहाँ पुगियो। माताको घर चाहिँ बाबा चोक भन्दा अलि पर रहेछ र मातालाई राति छोराले गरेको सबै कुरा बताएपछि माताले त झारफुक गर्नुभयो। झारफुक गरेपछि माताले कस्तो डर लाग्ने कुरा पो भन्नुभयो। तिमीहरू बसेको घरमा एउटा चुडेल भूत पिचास मरेको आत्मा रहेछ। त्यहाँ बसिरह्यो भने तिमीहरूलाई त्यो चुडेलले खान पनि सक्छ है भनेर पो भन्नुभयो। त्यति बेला त म पनि झसङ्ग भई धेरै नै डराइहालेँ। अब कसरी बेलुकाबाट बस्ने होला भनी सोच्न पो थालेछु। राम छोरालाई त त्यो भूत पिचासले पो दुःख दिएको रहेछ। त्यो राति आयो भनेको पनि भूत पिचास नै रहेछ र त्यो दिन हामी हाम्रो डेरामा नगई त्यही चिनेको गाउँको दिदीकोमा बसियो। भोलिदेखि अर्को रुमको खोजीमा लागिहाल्यो। पछि सुन्दा त त्यो घर टहरामा त एकजना आइमाई पो झुन्डिएर मरेको रे भनी त्यो घर टहरामा त एकजना आइमाई पो झुन्डिएर मरेको रे भनी सुनियो। त्यही दिनदेखि त्यो टहरा खाली भएको रे। त्यस्तो कुरा सुनेपछि त कस्तो जिउ नै जिरिङ्ग पो भयो। त्यसपछि हामी त चाँडै नै त्यहाँबाट सरिहाल्यौँ। त्यो ठाउँमा धेरै बसेको भए हामीलाई त्यो आत्मा भूतले खाने नै थिएछ। हामी त्यहाँबाट 2 दिनमै सरिहाल्यौँ। मैले कहिल्यै भूत पिचास विश्वास नगरेको मान्छे त्यो दिनबाट भूत पिचास पनि हुँदो रहेछ भनेर विश्वास गर्न थालेको छु।